यहाँ हेर्नुहोस् त नारायणी नदी, उहाँ तल छिन् नि नारायणी नदी होइन, यति तल निकै गहिराइमा होइन। ती नारायणी नदी गएको बर्सातमा बढ्दै 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 आएर नारायणी नदी यो सडकसम्म आएको। यो सडक यहाँ कालो पत्रे थियो, नारायणी नदीले भत्काएको। हेर्नुहोस् यहाँ पुरै यो सडकसम्म नारायणी नदी आइपुग्यो भनेपछि त कति विशाल, कति प्रलय भएको होला। हेर्नुहोस् त अहिले कति टाढा, कति तल छिन् होइन। अब अहिले फेरि मौसमविदहरूले भन्दै हुनुहुन्छ यो वर्षमा बर्सात, यो 2082 सालको बर्सातमा अघि पछिको दाँजोमा धेरै ठुलो बर्सात हुन्छ। करिब करिब 20 लाख मानिसहरू प्रभावित हुनेछन्। 20 लाख मानिसहरूलाई चाहिँ नि बाढी पहिरोको प्रभाव हुनेछ भनेर एउटा अनुमान गर्नुभएको छ मौसमविदहरूले। त्यो अनुमान गलत साबित भइदियोस् मेरो चाहिँ कामना। यो जब बाढी पहिरो आउँछ, भयावह हुन्छ, एकदम खोला नाला उर्लेर आउँछन्, त्यो बेला कोही माई बाप हुँदैन, मध्यरातमा पनि हुनसक्छ होइन। त्यो चाहिँ कोलाहल, त्यस्तो एउटा भयावह स्थिति नहोस् मेरो चाहिँ कामना। म यिनै गङ्गाजीसँग प्रार्थना गर्न चाहन्छु कुनै किसिमको धनजनको क्षति नहोस् यो 82 सालमा भन्दै मैले यहाँहरूलाई एउटा सानो भिडियोको माध्यमबाट गत वर्ष यहाँसम्म आएको बाढी, यहाँ रहेका बुढा पुराना अहिले मतलब 80-90 वर्ष पुग्नुभएका आमा बुवाहरूले भन्दा पनि यत्रो बाढी चाहिँ हामीले थाहा पाएदेखि कहिल्यै आएको थिएन भन्नुहुन्थ्यो। हो त्यस्तो अवस्थाहरू फेरि नदोहोरियोस् भन्ने कामना गर्दै बिदा भएँ। जय होस्, जय गङ्गा माता।